मानिस कहिले पनि भगवान हुन सक्दैन, भगवान हुँदैन पनि। म जन्मेदेखि यो उमेरसम्म आएँ अनि थुप्रै कुराहरू भोगेँ। मभन्दा धेरै भोग्नेहरू पनि हुनुहुन्छ होइन, मभन्दा कम भोग्नेहरू पनि हुनुहुन्छ होला सायद, तर आफूलाई सबैभन्दा जे होस् गर्दाखेरि आफूलाई धेरै भोगेको महसुस हुँदो रहेछ। यसो विचार गर्दै गर्दाखेरि थुप्रै कुराहरू सोचेँ। एक दिन भनौँ न मस्तिष्कमा के आयो भन्दाखेरि अपरझट मस्तिष्कमा के आयो भन्दाखेरि मानिस कहिले पनि भगवान हुन सक्दैन। हो कुनै बेला हामी भन्छौँ ऊ त मेरो लागि भगवान बनेर आयो भनेर होइन, डक्टर मेरो लागि भगवान अथवा ड्राइभर मेरो लागि भगवान हो, कुनै सन्दर्भमा हुन सक्छन् तर कम्प्लिटली हुँदैन। समग्रमा भन्नुपर्दा हामी मानिस जाति कहिले पनि भगवान हुन सक्दैनौँ। किन भन्दाखेरि भगवानले जति पनि ब्रह्माण्ड क्रिएट गर्नुभयो, बनाउनु भयो, हामी चाहिँ त्यसको लागि विनाशतर्फ लाग्दैछौँ कि। अब डट्ट हेर्दाखेरि भगवानले के बनाउनु भयो त, पुरा ब्रह्माण्ड बनाउनु भयो। मलाई लागेको कुरा सेयर गरिरहेको छु। त्यस पछाडि हामीले के बनायौँ त भन्दाखेरि अहिले हेर्दाखेरि अहिलेको जुन सिनेरियो हेर्दाखेरि हामीले हाम्रो इन्भेन्सन धेरै गरेका छौँ कि, तर भगवान जस्तो खाले गरिनौँ। अब राक्षस जस्तो खाले गऱ्यौँ भनौँ न, बम बारुद गोला वगेरा वगेरा हुन्छ नि, बन्दुक गोली होइन, न्युक्लियर बमहरू सबै कुराहरू बनायो जुन चाहिँ विनाशको लागि हो कि होइन। क्रिएसन भन्दा पनि हुन्छ नि, निस्वार्थ क्रिएसन भन्दा पनि स्वार्थको क्रिएसन सँगसँगै विनाशको लागि भयो। डट्ट त युज केमा हुन्छ त, विनाशको लागि हुन्छ। त्यसैले हामी कहिले पनि भगवान हुन सक्दैनौँ होइन, नसक्ने रहेछौँ। अहिलेसम्मको अन्तरालमा थुप्रै कुराहरू सोचेँ होइन, लाइफ थुप्रै कुराहरू बगिरहेको छु, बगिँदै पनि जानेछ। आजको भोगाइमा चाहिँ, आजको थटमा चाहिँ यो आयो होइन, मैले नगरेको पनि होइन थुप्रै कुराहरू गर्दैछु होइन। कमेडी कन्टेन्टहरू बनाएँ, थोरै बहुत कुनै बेला स्याड लाइन्सहरू लेख्थेँ, त्यो पनि गरेँ होइन। अझै गरिरहेको छु, कोसिस गर्ने नै छु होइन। तर भनेको जस्तो अपेक्षित प्रतिफल चाहिँ सायद मैले अहिलेसम्म पाएको छैन होइन। नपाउँदाखेरि कहिले कहिले त स्याड लाग्छ, निराश हुन्छ। तर पनि यो किन भनिरहेको छु भन्दाखेरि केही न केही त लेखिएको होला नि त, केही न केही त लेखेको होला नि त होइन। केही न केही त लेखिएको पक्कै छ, माथिबाट जे लेखिएको छ त्यो त मैले पाउँछु नै। त्यो भएको हिसाबले त्यो थट यो थट आइरहेको छ। एनिवे गर्दै जानेछु, हेरौँ के लेखिएको छ। भिडियो बनाउन छोडिँदैन, आजबाट थोरै बहुत कोसिस गर्नेछु ब्लगिङ गर्नको लागि, सेल्फ ब्लगिङ यत्तिकै होइन, डेली हाल्ने कोसिस गर्नेछु, हेरौँ के हुन्छ। ब्लग यो युट्युब च्यानलमा आउँछ, सँगसँगै यसको सर्ट्स कन्टेन्टहरू चाहिँ यसको रिल्सहरूमा आउँछ, युट्युबको रिल्सहरूमा आउँछ। म कोसिस गर्दैछु, कोसिस गर्दै जानेछु हरेस दिन होइन, किनकि ईश्वर भगवान प्रभु अल्लाह जो हुनुहुन्छ उनीहरूभन्दा ठुलो हामी हुन सक्दैनौँ। लेखान त के छ त्यही अनुसार प्रतिफल पाइनेछ, तर कोसिस गर्न हार्नु भएन। निरन्तर भिडियो आउनेछ, कोसिस गर्नेछु, कोसिस जारी छ।